हेलो साथीहरू। यहाँ त खै यो रोड छेउको घर नि साह्रै मैला हुँदो रहेछ, साह्रै हेर्नुहोस् न हो। जहिले पनि अब बेडसिट फेर्नु अगाडि म चाहिँ यस्तो सबै पुज्छु खिड्कीहरू, अनि मात्रै नभए त हुँदैन। हप्ता 2-3 दिनमा एक दिन चाहिँ म बेडसिट फेर्छु, तर यस्तै धुलो हुन्छ के गर्नु। भगवान्, म त हत्तु भइसक्यो। अब झाडु पोचाले पनि यति मेहनत गर्दा मान्दैन होइन, यिनीहरू काम हो, अरू काम पनि छ भनेर हप्ता हप्ता गरिहाल्छ। जति नै झाडु पोचा लाग्ने भए पनि आफू चाहिँ नगरी हुँदैन। पुरा धुलो आउँछ हेर्नुहोस् न, धुलो यति साह्रो धुलो कि म त हरेस लागिसक्यो। अलिक घर भनेको अलिक भित्र राम्रो, यो रोडमा चाहिँ काम गर्नु सकेन भने चाहिँ डक्क हुँदो रहेछ हो। यस्तो के भन्नु, यति साह्रो धुलो हुन्छ कि, यति साह्रो धुलो हुन्छ कि, धुलो हुन्छ के भन्नु। बेसी फेर्छु हो। यता पनि धुलो हुन्छ कि, त्यसले गर्दा म यस्तो धुलो झार्छु। बेडसिट लाउँछ। यो डरलाग्दो साह्रै साह्रो छ हो उठाउनु पनि।
डन भयो। पसिना चुट्दो रहेछ त्यहाँनिर, पुरा अप्ठ्यारो छ यो बेडसिट लाउनु।